विश्व इतिहासमै पहिलो पटक 1 लाख ध्वजा अर्पण। नमस्कार सबैजनालाई। यतिखेर म गुल्मीको चन्द्रकोट गाउँपालिका वडा नम्बर 7 रूपाकोटमा आएको छु र आज यस कार्यक्रममा आउँदै गर्दा हामी जुन यस ठाउँमा स्थापित महालक्ष्मी मन्दिरको बारेमा चाहिँ निकै रोचक कुराहरू सँगसँगै 1 लाख ध्वजा कार्यक्रमको बारेमा पनि बुझ्ने मौका पाएका छौँ। यस मन्दिरको जुन व्यवस्थापन समिति अध्यक्ष हुनुहुन्छ अथवा सञ्चालन समिति अध्यक्ष हुनुहुन्छ, उहाँका अनुसार उहाँको दाबी मात्र होइन कि उहाँले निकै विभिन्न ठाउँमा चाहिँ सोधखोज गर्नुभयो, गुगलमा पनि सर्च गर्नुभयो, विभिन्न माध्यमहरूबाट यस मन्दिरमा चाहिँ जुन हुँदा गइरहेको छ 1 लाख ध्वजा अर्पण कार्यक्रम योभन्दा पहिले अन्त कतै भएको छ कि छैन भनेर बुझ्ने कोसिस गर्नुभएको रहेछ। तर उहाँले कतै पनि योभन्दा पहिले अन्त कुनै पनि यस्ता किसिमका कार्यक्रमहरू नभएको पाए सँगसँगै उहाँहरूको दावा मात्र होइन कि उहाँहरूको यो चाहिँ 100% हामी चाहिँ सही छौँ भन्नुहुन्छ यस कुरामा चाहिँ। र हामी अस्ति घटस्थापनाको दिनबाट सुरु भएको यस ध्वजा अर्पण कार्यक्रम 15 गतेसम्म चाहिँ चल्ने आयोजकले चाहिँ हामीलाई जनाएको छ, जानकारी दिएको छ। बाँकी आज देखेका दृश्यहरू हामी भिडियो मार्फत तपाईहरूलाई देखाउने कोसिस गर्नेछौँ। अन्तिमसम्म हेरेर साथ दिनुहोला। यस आयोजक महालक्ष्मी मन्दिरका व्यवस्थापन समिति अध्यक्ष, सञ्चालक समिति अध्यक्ष राजकुमार नेउपाने हुनुहुन्छ। राजकुमार सर, स्वागत छ। नमस्कार। धन्यवाद सर। र सुरुमा चाहिँ विषयवस्तु जुन अहिले कार्यक्रम आयोजना गर्नुभएको छ 1 लाख ध्वजा अर्पण कार्यक्रम, त्यसबाट सुरु गर्न चाहन्छु। यो कार्यक्रमको बारेमा चाहिँ छोटकरीमा जानकारी दिनुहोस् न। सुरुमा यो ध्वजाको विषयमा खास हामी पहिला निर्णय हाम्रो 9000बाट सुरु गरेका थियौँ। अनि हाम्रो यस मन्दिर यज्ञको अहिलेको आचार्य हुनुहुन्छ उपेन्द्र नेउपानेज्यू, उहाँले अहिले हामीले यो ध्वजा चाहिँ पहिलोपटक कहियो कहीँ पनि भएको छैन र यसलाई आयोजना गर्दा यसको अब हामी सबै मिलेर गर्न सकिन्छ, यसलाई समितिले आँट गर्नुहोस्, अब मेरो सहयोग रहन्छ भनिसकेपछि यसलाई चाहिँ हामीले सुरु गरेको हो। र यो ध्वजा भनेको हामी कुनै पनि मन्त्र पढ्दाखेरि ध्वजा जस्तो मङ्गलम भगवान् विष्णु, मङ्गलम गरुड ध्वज, मङ्गलम पुनरिकाक्ष मङ्गलायो तनि हरि भन्दाखेरि पनि त्यो ध्वजा भन्ने चाहिँ आउँछ। यस्तै विभिन्न पुराणअनुसार पनि यसमा यसको उल्लेख भएअनुसार हामी समितिले पनि स्वीकार्यौँ। पहिला अलिअलि किन ध्वजा चेतेर धेरै हजारौँ पैसा खर्च गरेर के हुन्छ भन्ने पनि धेरैमा चाहिँ थियो। तर यो हिन्दू धार्मिक सनातन वैदिक सनातन धर्ममा ध्वजाको महत्त्व धेरै भएको हामीले यसरी यसलाई स्वीकार गरेर यसलाई यो चाहिँ खास अहिले नेपालमा भइरहेको अशान्ति जो भइरहेछ त्यसको कल्याणको लागि, देशको कल्याणको लागि, भाइचारा एकताको लागि भनेर हामीले चाहिँ विशेष यो ध्वजा महोत्सवको कार्यक्रमलाई अगाडि बढाउने निर्णय गरेको हो। अनि तपाईँहरूले जुन अहिले ध्वजा अर्पण कार्यक्रम चाहिँ विश्वमै पहिलो पटक भनेर दावा गर्नुभएको छ होइन? तपाईँहरूको दावा मात्रै हो कि यो साँच्चीकै हो? अब हामीले दावा किन भन्दा गुगलबाट पनि अब यो त्यस्तो कार्यक्रम अरू कहीँ पनि नभएको कारणले हामीले त्यो चाहिँ बनाए हाम्रो त्यो। यसको मतलब योभन्दा पहिले चाहिँ त्यहाँ यस्तो कार्यक्रम चाहिँ देखिएको थिएन कहीँ पनि। अनि यो भिडियो हेरिरहने दर्शकहरूलाई यो यति राम्रो पुण्यको काम सुरुवात गरेको मन्दिरको चाहिँ इतिहासको बारेमा पनि जान्ने रहर हुनसक्छ होइन? यो मन्दिरको स्थापना कालदेखिको हालसम्मको इतिहासको बारेमा केही जानकारी गराउनुहोस् न छोटकरीमा। खास यो भन्दा हाम्रो हजुरबुवाको पालामा पनि यही चौपारी छ जहाँ हामी यो यसलाई गोलैँची गुरु भन्छौँ है। यहाँ दुध चढाउने, केही फलफुलहरू चढाउने, दुधहार त्यस्तोहरू दिने पहिला यहाँ बलि प्रथा पनि थियो, जस्तो कुखुराहरू, परेवाहरू, पाठीहरू समेत काट्ने चाहिँ चलन थियो। हाम्रो लगभग 2040 सालदेखि यता सुरु त पहिला पनि भएको बिचबिचमा, तर त्यो 40 सालभन्दा यता हामीले रेगुलर यसमा यो मूर्ति हाम्रो दिल्लीमा रहनुभएका हाम्रा यहीँ हाम्रो गाउँका साथीहरूले ल्याएर त्यसलाई प्राण प्रतिष्ठा गरिसकेपछि हाम्रो निरन्तर बलि प्रथा हटेको छ। र अहिले कसैले परेवा चढाउन चाहनुहुन्छ, अब त्यस्तो उडाउन चाहनुहुन्छ भने अब यहाँ चाहिँ त्यो जहिले पनि यहाँ चाहिँ त्यो गर्न सकिन्छ। तर बलि प्रथा एकदम चाहिँ अन्त्य छ। अब हामी बिहान बेलुका यसमा चाहिँ पूजाआजा गर्ने गर्छौँ, धुपबत्ती हाम्रो त्यो नित्य पूजाक्रम हो। र वार्षिक रूपमा हाम्रो यो बडा दसैँमा 9 दिन श्रीमद्देवी भागवत महापुराण हुन्छ। विभिन्न अब आचार्यहरू आएर कहिले सानो तरिकाले, कहिले अलि ठुलो तरिकाले, तर प्रक्रिया एउटै त्यो छ। अहिले जस्तै ध्वजा महोत्सव यसमा जोडिएको छ। लगभग यो 40 सालदेखि हाम्रो यो निरन्तर छ। र हाम्रो चैती दशैँमा पनि चण्डी पाठहरू, सप्तचण्डी पाठहरू लगायत अनेक गीता पाठ अनि वेद पाठहरू हाम्रो यो 9 दिनसम्म हुन्छ। अनि हाम्रो साउनमा पनि खडाङ्ग रुद्री समेत यसमा विशेष गरी हामी यो 3वटा
चिजहरू हामी यहाँ चाहिँ आयोजना गर्छौँ र यो आयोजनाभित्र अरू जस्तो व्रतबन्धहरू विवाहको लागि पनि यहाँ चाहिँ भइरहन्छ। अब त्यसमा कसैले पूजाधारहरू चाहिँ जस्तो हाम्रो धार्मिक आस्थाअनुसार दिनुहुन्छ उहाँहरूले जहिले पनि गर्न पाउनुहुन्छ, त्यो चलिरहेको छ। र यतिखेर हामीसँग 1 लाख ध्वजा संयोजन गर्ने संयोजन टोली मसँग रहेको छ, यहाँ पछाडि देख्न सक्नुहुनेछ। र उहाँहरूमध्येबाट म एकजनासँग चाहिँ यस विषयमा चाहिँ कुरा गर्न गइरहेको छु। मसँग हुनुहुन्छ महाशर्मा भण्डारी। महाशर्माजी स्वागत छ। हस्, धन्यवाद। एउटा होइन, दुईवटा होइन, 1,000 होइन, 5,000 होइन, 1 लाख ध्वजा चाहिँ व्यवस्थापन कसरी गर्नुहुन्छ भने अलिकति भन्दा अथवा गर्दा अलिकति गाह्रो भए तापनि यो ध्वजा चाहिँ यो मन्दिर व्यवस्थापन समिति महालक्ष्मी देवी देउराली मन्दिरले चाहिँ आँट गरिसकेपछि एउटा क्लबको चाहिँ संयोजकले चाहिँ साथ दिनु पऱ्यो, संयोजकमा चाहिँ हुनु पऱ्यो भनेर उहाँहरूले हामीलाई प्रस्ताव गर्दै गर्दाखेरि हामीलाई पनि के लाग्यो भने एउटा पृथक खालको कार्यक्रम जुन अहिलेसम्म इतिहासमै पहिलो पटक यो कार्यक्रम चाहिँ हामीले अगाडि सार्दैछौँ र यसलाई गर्ने क्रममा चाहिँ अगाडि बढाउने क्रममा हामीलाई चाहिँ सुरुमा सोच्दाखेरि अलिकति गाह्रो अप्ठ्यारो भए तापनि पछि हामी काम गर्दै जाँदै गर्दाखेरि अहिले चाहिँ आउँदै गर्दा अलिकति सहजीकरण चाहिँ भएको छ। र त्यो सहजीकरण गर्नको लागि हाम्रो क्लब मात्र नभएर यहाँको रूपाकोटको सङ्घ संस्थाहरू, आमा समूहहरू लगायत टिमहरू चाहिँ खोटिरहनु भएको छ। र मेरो पृष्ठभूमिमा देखिने जति पनि मेरो क्लबको साथीहरू हुनुहुन्छ उहाँहरू चाहिँ दिनरात लागि परिरहनु भएको छ। र अहिले चाहिँ हामीलाई चाहिँ त्यो अप्ठ्यारो काम चाहिँ अलिकति सहज चाहिँ भएको छ। अनि ध्वजा व्यवस्थापन भन्ने बित्तिकै चाहिँ सुरुमा आर्थिक नै अगाडि आउँछ भने आर्थिक व्यवस्थापन चाहिँ कसरी गर्नुभएको छ? हामीले आर्थिक चाहिँ हामी जुन रूपाकोटबाट वैदेशिक रोजगारको लागि बाहिर जानुभएको छ र देशभित्र पनि केही गरेर बस्नुभएको साथीहरू चाहिँ यो एउटा पृथक कार्यक्रम पनि हो। अहिलेको समयमा युवाहरू चाहिँ धार्मिक रूपमा चाहिँ जोड्नको लागि एउटा गरिने प्रयास पनि भएको कारणले गर्दाखेरि उहाँहरूलाई चाहिँ आर्थिकको लागि हामीले आह्वान गर्दै गर्दा त्यो चाहिँ हामीलाई अलिकति सहज पनि भयो। उहाँहरूले चाहिँ हामीले तपाईँहरूले काम गर्नुहोस् र आर्थिकको पाटोबाट तपाईँहरूले चाहिँ आत्नु पर्दैन, डराउनु पर्दैन र काम चाहिँ पूर्ण रूपमा हुनेछ। आर्थिकको लागि चाहिँ तपाईँहरूले तनाव नलिनुहोस् र सकभर तपाईँहरू क्लब चाहिँ जिम्मेवारी भएर काम गरिदिनु भयो भने यो अगाडि बढ्छ भन्ने उहाँहरूले चाहिँ हौसला दिनुभयो, प्रेरणा दिनुभयो। र यसको साथ चाहिँ हामीलाई के लाग्छ भने यो आर्थिकको पाटो देशभित्र भएका युवा साथीहरू लगायत अन्य र वैदेशिक रोजगारमा जो हुनुहुन्छ दाइहरू लगायत भाइहरू सबैजनाले चाहिँ सहयोग गरिरहनु भएको छ। अनि आजसम्म चाहिँ 3 दिन भयो कार्यक्रम सुरु भएको होइन, र 3 दिनसम्म आइपुग्दा चाहिँ कति ध्वजा चाहिँ व्यवस्थापन गरिसक्नु भयो? हामीले अहिलेसम्म चाहिँ करिब हामीले 50,000 भन्दा माथि चाहिँ हामीले ध्वजा चाहिँ लगाइसकेको अवस्था छ। यो बाहिर प्राङ्गणमा र भित्र प्राङ्गणमा गरेर अझ झन्डै 50,000 चाहिँ हाम्रो बाँकी छ, अझ पनि लगाउनु पर्ने छ। यहाँ पनि बिचमा हामी लगाउनु पर्ने छ। आज हामी साँझ चाहिँ हामी लगाउने काम सुरु गर्छौँ र अहिले क्लबले चाहिँ नितान्त यहाँको आमा समूहले चाहिँ हामीलाई सहयोग गरिरहनु भएको छ। उहाँहरूले चाहिँ अलिकति मिलाइदिने र हामीले चाहिँ बेलुका आएर यो टाङ्ने काम चाहिँ हामीले गरिरहेका छौँ। र अन्त्यमा सोध्न मन लाग्यो, विश्व इतिहासमै पहिलोपटक यस स्थानमा चाहिँ ध्वजा महोत्सव हुँदैछ अथवा चाहिँ ध्वजा अर्पण कार्यक्रम हुँदैछ र यो ध्वजा अर्पण कार्यक्रम सञ्चालन गर्दै गर्दा तपाईँहरूको मोटिभ अथवा चाहिँ उद्देश्य चाहिँ खास के हो त? यसबाट दिन खोज्नुभएको सन्देश हुन्छ नि, त्यो सन्देश चाहिँ के हो त? धन्यवाद त्यसको लागि। हामीले अहिले पछिल्लो पटक भएको देशमा जुन राजनीतिक अस्थिरता, सामाजिक रूपमा चाहिँ भएको जुन चाहिँ एउटा राजनीतिक प्रभाव, यसको प्रभाव चाहिँ हाम्रो युवा साथीहरू बिच हुनुहुँदैन होइन। हामी चाहिँ समाजको हिजोको नागरिक चाहिँ एकजुट भएर हामीले हिजोको दिनमा आजभन्दा 8-10 वर्ष अगाडि यो मन्दिरहरू लगायत चाहिँ पार्टी पौवा अनेक सामाजिक कामहरू गर्दै गर्दा धेरै नागरिकहरू जोडिनुहुन्थ्यो र पछिल्लो समय चाहिँ उहाँहरू चाहिँ त्यो कार्यमा चाहिँ अलिकति अग्रसर नभएको जस्तो देखिने समय आउँदै गर्दा हामी युवा साथीहरूले पनि के सोच्यौँ भने वास्तविक भन्ने हो भने समाजमा अगाडि डोराउनको लागि हाम्रो पछिल्लो पुस्ता जो चाहिँ पछाडि हुनुहुन्छ उहाँहरू अलिक कक्षा 10मा कोही 8मा पढ्दै हुनुहुन्छ, उहाँहरू भाइहरूलाई पनि हामीले सँगसँगै डोराइरहेको छौँ। कारण चाहिँ हामीले यो चाहिँ कम्तीमा पनि हामीले राम्रो कुरा उहाँहरूलाई चाहिँ हामीले अभ्यास गराउँ, सिकाउँ भनेर आउने उहाँहरूले चाहिँ यो समाजलाई चाहिँ राम्रो तवरले चाहिँ अगाडि लान सक्नुहुन्छ भन्ने मोटिभ नै हो। र दोस्रो चाहिँ जुन राजनीतिक प्रभाव चाहिँ अहिले देशैभरि परेको अवस्था छ र सबैभन्दा ठुलो कुरो चाहिँ समाजमा बस्ने नागरिकले आफ्नो ठाउँ देशलाई माया गर्नुपर्छ र सेकेन्डरी पाटो भनेको अरू अलग हो। र पहिला चाहिँ हामीले चाहिँ यो समाजलाई नै बनाउने कर्तव्य र दायित्व चाहिँ हाम्रो हो भन्ने हिसाबले नै हामी अगाडि बढेको हौँ।
सोडिम साथीभाइ युवा क्लबको लोगो पनि देखेको छु होइन। पछिल्लो समय चाहिँ गाउँघरमा युवा क्लबहरूको चाहिँ त्यति सक्रियता देखिँदैन। तपाईँहरूको चाहिँ यसरी टी सर्ट नै लगाइरहनु भएको छ क्लबको, कतिको सक्रिय छ यो क्लब चाहिँ? हामीले धन्यवाद प्रश्नको लागि। यो क्लब चाहिँ हाम्रो साथीभाइ युवा क्लब भनेर 2081 हाम्रो स्थापना भएको हो र हामीले पहिला स्वर्णिम सन्देह युवा क्लब भनेर 2057 सालमा स्थापना भएको थियो र 2057 सालमा स्थापना भएको क्लबलाई जो अग्रदायीहरू हुनुहुन्छ कोही देश र विदेशमा छोडिरहनु भएको छ, उहाँहरूसँग हामीले सल्लाह गरिकन चाहिँ पछिल्लो पटक चाहिँ हामीले स्वर्णिम साथीभाइ युवा क्लब भनेर चाहिँ हामीले दर्ता गऱ्यौँ र अगाडि बढाउनुको मूल उद्देश्य भनेको हिजोको दिनमा दाइहरूले सिकाउनु भएको एउटा मार्गदर्शन, समाजप्रति गर्ने आफ्नो कर्तव्य जिम्मेवारी चाहिँ भोलिआनको पुस्ताले चाहिँ सिक्नुपर्छ होइन। भोलिआनको पुस्ताहरू पनि अगाडि यसरी नै अग्रसर हुनुपर्छ भन्ने हिसाबले नै हामीले अगाडि बढाएको हो। हस्, तपाईँहरूको युवा क्लबको भव्य सफलताको अथवा चाहिँ भविष्यमा राम्रो राम्रो काम गर्नु होला, यो शुभकामना दिँदै अहिलेलाई भने ध्वजा महोत्सव सफलताका साथ सम्पन्न गर्नु होला। हस्, धन्यवाद। यस बीच हामीसँग यस कार्यक्रमका योजनाकार एवं वाचक पनि हुनुहुन्छ उपेन्द्र नेउपाने हुनुहुन्छ। उपेन्द्र सर नमस्कार। नमस्कार, जय दुर्गे। यस समय पहिलो पटक ध्वजा अर्पण कार्यक्रम आयोजना गरौँ भनेर योजना चाहिँ कहाँबाट आयो हजुरलाई? हामीले कुल मन्दिरमा अथवा नाग मन्दिरमा जता पनि जुनसुकै मन्दिरमा पनि ध्वजा बाँध्छौँ र हाम्रो अहिले योजना चाहिँ 9 लाखको थियो। 9 लाख चाहिँ अलिकति असम्भव हुन्छ कि, किनकि हामी जनशक्तिको अभावले गर्दा, आर्थिक कुराले होइन कि जनशक्तिको अभावले गर्दा हामीले चाहिँ 1 लाख गर्ने निर्णय गऱ्यौँ। र यो ध्वजा भनेको विशेष गरी ध्वज शब्दबाट उत्पत्ति हुन्छ र ध्वजेन बिना यज्ञ न देव पूजा न सत्क्रिया भनेर भनिएको छ। ध्वज बिना कुनै पूजा पनि हुँदैन, कुनै पितृकर्म पनि हुँदैन र जुनसुकै शुभ कर्म अथवा गर्न खोजिएको छ भने त्यहाँ ध्वजाको पहिला प्रयोग गरिन्छ। ध्वज भनेको झन्डा भन्नु पनि अर्थ हो, ध्वज भनेको ध्वजा भन्ने अर्थ पनि हो। ध्वजा भन्न पनि सक्छौँ, ध्वज भन्न पनि सक्छौँ, झन्डा भन्न पनि सक्छौँ। मङ्गलम गरुड ध्वज भनेर भनिएको छ नि, त्यहाँ भगवान् कृष्णलाई गरुड ध्वज भनेर भनिएको, जस्तै नेपालको झन्डा रहेको छ। विभिन्न देशहरूका आफ्ना किसिमका झन्डाहरू रहेका हुन्छन्। अब यहाँ यो हामीले पोहोर नै यसको सङ्कल्प उठाएका थियौँ। त्यसैले देवी भगवती मालाई उपहार, हामीलाई देवी भगवतीबाट सदैव उपहार प्राप्त भइरहेको छ। यसपटक चाहिँ हामीले देवीलाई उपहार दिउँ न त भन्ने महान उद्देश्य बोकेर हामीले यो 1 ध्वजा आस्था लाख ध्वजा एकता भन्ने मूल उद्देश्यका साथमा र विशेष गरी यो देशमा अथवा प्रदेशमा जति पनि अशान्ति मचिरहेको छ र 1 लाख ध्वजालाई एक ठाउँमा बनाएर देवीलाई उपहार गर्दा त्यसबाट चाहिँ हाम्रो एकता पनि प्राप्त हुन्छ जस्तो भन्ने उद्देश्यका साथमा हामीले यो ध्वजा 1 लाख ध्वजा महाअर्पण गर्ने योजना बनाएका थियौँ। दुष्ट दानव स्वाहा भये